हाई नमस्ते लाइक फर्स्ट ब्लगमा जे काम गरेर चाहिँ हामीले मिलेर गरिरहेको छौँ बहिनीको कुरा सबै अगाडि अगाडि कति राम्रो मन लाग्यो अनि आज यति राम्रो फलेर सक्यो अब गरी सुनाएर जाने हेरेँ अनि पछाडि थोडा थोरै गर्दै खानाले चाहिँ अब घर पुग्छौँ भनेर खुसी लाग्यो हामी चाहिँ घर चाहिँ टाढा नै छौँ त्यही छौँ ओह्रालो छ नि त धेरै अनि पुग्दैछौँ पनि त झन् लाग्यो भनेर छिटो हिँडेर सबै अगाडि दिन दौडिरहेको थियो अनि कति राम्रो भ्यू देखिरहेको थिएँ अनि पनि पनि सोल्टी सोल्टी ग्यास झन् हाँसिरहेको थिएँ पुरै रिसले रोइदियो पनि फर्स्टमा हाँसेर अनि गर्दै कति झगडा गर्छ बाटोमा भन्छ अनि त गइहाल्यो स्ट्रबेरी खाना अनि स्ट्रबेरी खाना गएको थियौँ अनि यति धेरै बहिनी पाएको थियो अनि मैले थोरै पाएको थिएँ अनि मागेको दिँदैन अनि हामी चाहिँ पुलावको चामल ल्याएको थियौँ पुलाव बनाउनलाई 5 रुपियाँ ल्यायौँ त्यसको नेम पनि थाहा छैन के नाम पनि अनि तिनीहरूले खाएर पुरै मुभीहरू हेरिरहेको थिएँ अनि पछाडि बहिनीलाई फेसमा लास्टै पिम्पल आएको थियो नि त मेरो बहिनीलाई पिम्पल पुरै यति गरेर पुरै ब्लड आयो कि धेरै अनि पछाडि भयो लास्टै दुखिरहेको थियो हामी चाहिँ गफ गऱ्यौँ अब तिमीहरू छिटै जाउँ बिला गएको भन्छ घरदेखि यति दामी भ्यू देखिरहेको थियो हुन्छ भने फेरि बहिनीले उखु खानु मन लाग्छ दिदी उखु खाम भन्यो अनि पछाडि हामी गयौँ उखु खान फेरि हाम्रो उखु खाने बेला झगडा परिहाल्यो मैले धेरै खाने लागेँ उसले चाहिँ म धेरै खान्छु भने अनि हाम्रो झगडा परिहाल्यो त्यही भएर त एक मुठा लिएर खाऊ झगडा नगर बरु भन्छ घरदेखि बसेर त्यहाँनिर बसिरहेको छ फेरि अर्को ल्याउन जानु लाग्थ्यो गएन त्यही बारेर खायौँ हामी चाहिँ लाग्यौँ फेरि बजार फेरि आयौँ बहिनी के छ भन्दा थियो अनि पछाडि मैले के हेर्नु अनि आयौँ ठुलो घर ठुलो बाबाले ढोका यसले अनि पछाडि हामी चाहिँ माथि आएको कस्तो दामी भ्यू देखिरहेको थियो त्यस पछाडि भिडियो नबनाएर त भएन फेरि भिडियो बनायौँ अनि पछाडि हामी चाहिँ मेरो रुममा गएँ कपडा चेन्ज गरेँ अनि पछाडि फेरि लाग्यौँ आन्टीको रुमतिर बहिनीको रुम गयौँ जाँदै थियौँ आन्टीलाई त रोडीमा भेटाइहालेँ भेटाएपछि कहाँ जानको भनेको त भाइ बिरामी सरे हस्पिटल जाऊँ भन्छ फेरि गयौँ फेरि बहिनीलाई मैले समाएँ बहिनी चाहिँ जिस्किरहेको थियो कि पुरै पुरै जिस्किरहेको थियो धेरै अनि पछाडिको मान्छे आएको थियो कि धेरै नजिस्क्यो है नानु तिमीलाई लग्छ फेरि म भन्नुभएको थियो अनि पछाडि आन्टीहरू नि आएछ दादा भेट्यो फेरि एकछिन दादासँग गफ गऱ्यौँ सबैजनाले अनि फेरि लागिहाल्यौँ हामी चाहिँ आन्टीको रुमतिर फेरि त्यति बेलासम्म रात परिसकेको थियो अनि बजारै पुगेको थिएनौँ हामी चाहिँ फेरि बहिनी रोएर मन्दिर गयौँ पूजासुजा गऱ्यौँ अनि फेरि आयौँ अनि दही ल्याउन गयौँ दही लिएर आयौँ अनि रुमतिर आएँ अनि एक्लै भएको थियो एक्लै हिँडेर त्यति राम्रो भ्यू देखिरहेको छ डर पनि लाग्थ्यो अनि आएँ अनि पछाडि ओके गाइस मेरो ब्लग सक्यो मलाई गुड नाइट।